आज मिति 2083 साल वैशाख 7 गतेको शेयर बजार झण्डै 13 अङ्कको गिरावट, तर केही स्क्रिप्टमा देखियो हरियाली। के भन्छ त आजको तथ्याङ्क? आज अप्रिल 20, 2026 मा नेपाल स्टक एक्सचेन्ज नेप्सी परिसूचक 13.17 अङ्क 0.46% ले घटेर 2825.23 बिन्दुमा बन्द भएको छ। बजार सुरुवाती समयमा केही बढे पनि अन्तिम समयसम्म आइपुग्दा बिक्री चापका कारण ओह्रालो लागेको देखिन्छ। आज बजारमा कारोबार रकम टर्नओभर उत्साहजनक नै देखिएको छ। कुल कारोबार रकम रु 5 अर्ब 43 करोड 42 लाख भन्दा माथि। कुल कारोबार संख्या 1,16,310 पटक। कुल कित्ता शेयर 1 करोड 16 लाख 53,370। कुल सूचीकृत कम्पनी स्क्रिप्स 349 वटा। आजको बजारमा घट्ने कम्पनीको संख्या निकै धेरै रह्यो। बढ्ने कम्पनी एडभान्स्ड 65, घट्ने कम्पनी डिक्लाइन्ड 197, स्थिर रहेका अनचेन्ज्ड 6। बजार घटे पनि केही कम्पनीका लगानीकर्ताले राम्रो कमाउन सफल भए। एसकेइएचएल 1364.00 प्लस 15.00%। एचएफआइएन 1261.40 प्लस 15.00%। पीसीआईएल 555.50 प्लस 14.99%। नोट, एसकेइएचएल र एचएफआइएनमा सकारात्मक सर्किट लागेको देखिन्छ। आज सबैभन्दा बढी गिरावट बेहोर्ने कम्पनीहरू डोल्टी 425.00 माइनस 5.35%। एनआइजिएफ2 9.44 माइनस 5.03%। एएचएल 530.00 माइनस 4.50%। आजको बजारलाई चार्टमा हेर्दा बिहान 11:15 तिर बजारले पिक लिए पनि त्यसपछि लगातार ओह्रालो झरेको देखिन्छ। कारोबार रकम 5 अर्ब माथि हुनुले बजारमा लिक्विडिटी र भोलाटिलिटी दुवै रहेको संकेत गर्छ। यस्तो अवस्थामा हतारिएर निर्णय लिनुभन्दा वेट एन्ड वाचको रणनीति अपनाउनु बुद्धिमानी हुन सक्छ। शेयर बजार जोखिमको क्षेत्र हो, त्यसैले लगानी गर्नु अघि आफैले पनि गहिरो अध्ययन गर्नुहोस्। यस्तै दैनिक अपडेट र विश्लेषणका लागि हाम्रो पेज लेट्स ग्रो टुगेदरलाई फलो गर्न नभुल्नुहोला। धन्यवाद।